नमस्कार प्रिय साथीहरू, के तपाईले कहिले सोच्नु भएको छ जीवन केवल समय बिताउने यात्रा हो कि केही असाधारण गर्न सक्ने अवसर? जीवन नदी जस्तै हो, कहिलेकाहीँ शान्त, कहिलेकाहीँ बेगवान। जब चुनौतीहरू आउँछन् हामी डराउँछौँ, हार मान्न खोज्छौँ, तर सम्झनुहोस् नदी रोकिँदैन। जहाँ बाधा आउँछ त्यहाँ बाटो आफै बनाउँछ। त्यसैले यदि तपाईको सपना ठुलो छ भने कठिनाइ आउँदा पछाडि नहट्नुहोस्, बरु त्यो चुनौतीलाई जितेर अगाडि बढ्नुहोस्। सफलता प्राप्त गर्ने पहिलो नियम, कसैले तपाईलाई विश्वास गरून् या नगरून्, तपाईले आफैलाई विश्वास गर्नुपर्छ। चरा आकाशमा उड्न सक्छ भन्नेमा विश्वास गर्छ र त्यसैले उड्छ। बिउ माटोमा गाडिन्छ, अन्धकार सहन्छ, तर ऊ भित्रैदेखि विश्वास गर्छ कि एक दिन त्यो विशाल वृक्ष बन्नेछ। त्यसैले तपाईले पनि आफूभित्रको शक्ति चिन्नुपर्छ। जबसम्म तपाईँ आफैलाई विश्वास गर्नुहुन्न तबसम्म सफलता तपाईलाई कहिल्यै अँगाल्न आउँदैन। असफलता सफलता प्राप्त गर्ने मार्ग हो। असफलता भनेको अन्तिम गन्तव्य होइन, यो त केवल पाठ हो। हरेक पत्थर जो मूर्तिकारको हातमा पर्छ चोट सहन्छ, तर त्यही चोटले नै उसलाई सुन्दर मूर्ति बनाउँछ। तपाईलाई जीवनमा असफलता भोग्नु पर्यो, तपाईको सपना पूरा नहुने जस्तो लागिरहेको छ, तर सम्झनुहोस् रात गाढा हुँदैमा सूर्य उदाउँदैन भन्ने होइन। आधी आएर रुख हल्लिएर ढल्दैन, बरु अझ बलियो हुन्छ। तपाईसँग आत्मबल छ, अडिग रहन सक्ने सामर्थ्य छ, त्यसैले सङ्घर्ष गर्नुपर्छ। दुनियाँले तपाईलाई के भन्छ भन्ने कुरामा ध्यान नदिनुहोस्, तपाईँ आफ्नो लक्ष्यको बाटोमा अडिग रहनुहोस्। जीवनलाई 3 शब्दमा परिभाषित गर्नुपर्छ: सपना, सङ्घर्ष र सफलता। ठुला सपना देख्नुहोस्, सपना पुरा गर्न सङ्घर्ष गर्नुहोस्, आत्मविश्वास राखेर अघि बढ्नुहोस्। जीवन तपाईलाई जति नै परीक्षा लाओस् हार नमान्नुहोस्, किनकि सफलताले तपाईँकै नाम लेख्न प्रतीक्षा गरिरहेको छ। यदि तपाईँलाई यो सन्देश प्रेरणादायी लाग्यो भने कृपया लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।